हेलो गाइज गुड मर्निङ। आज चाहिँ हामी अब कहाँ जाने गजडी ताल पिकनिक जाने हो। सो भर्खरै हामी उठेको छौँ। हाम्रो सानो बेबी स्लिप गरिरहेको छिन्। 6 बजिसकेको छ। गाडी 7 बजी घरमा आउँछ भनेको छ। अब हामी छिटो रेडी हुनुपर्छ र हजुरहरूलाई अपडेट गराइरहेको छौँ। लगभग म चाहिँ रेडी भइसकेको है। अब मेरो मम्मी चाहिँ यहाँ रेडी हुँदै हुनुहुन्छ। अब पुरै कम्प्लिट रेडी हुनु भएको छैन। मैले गाडी बोलाइदिइसकेँ, त्यही भएर मम्मी एकदम रिसाउनु भएको छ। आधी घन्टामा गाडी आउँदैछ कराइरहन्। मेरो भाइ अब यो पनि डेरी जान छ, अझैसम्म डेरी पनि गएको छैन। यसलाई पेट्रोल हालेर दौडाछु भन्नु न। अब यसलाई पेट्रोल हालिदिने यसलाई। अनि गाइज उहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ। मेरो बाबा चाहिँ अहिले ज्याकेट खोजिराख्नु भएको छ। पिकनिक जाने भनेको गाइज ज्याकेट खोज्नु भएको छ। अब क्यार नि होला म ज्याकेट खोजेर चाहिँ नि सबै कुरा छ, तर चाहिँ नि भन्नु पर्यो एउटा मेरो हरियो स्कुटर पनि यसले ड्याम बनाइदियो, चलाउनु पाइनँ। अनि अर्को स्कुटी चाहिँ तोडताड गरेर फालियो, म हिँड्न पाइनँ। पुरा हुँदैछ, जानु छिटो ड्रेस लाउनुस्। यस्तै छ गाइस हाम्रो फ्यामिली यस्तै छ। अनि यहाँ ल हेर्नुस्, हाय मेरो दिदी, आई लभ यु मेकअप दिदी। गर्दैछु। वाह, म त नेचुरल मैले नेचुरल हो कि के हो हेर्नुस्, कति थपिए पोतो उरिसै छ गाइस। मोबाइल मैले हजुर के आइला जे जस्तो होस् तर चिया खाना चाहिँ छोडिन्न गाइस। यति गाली गरिरहेको छु मैले, ढिलो भयो रेडी भयो भने। हेर्नुहोस् रुमको हालत पनि। म चाहिँ रेडी भएर आधी घन्टा भइसक्यो वेट गर्न लाग्यो। अरूलाई काम गराएर म चाहिँ रेडी भएर बसेको आधी घन्टा भइसक्यो। उहाँको छोरालाई मैले सुताए, उहाँको छोरालाई सुताए। गाइस यसो चाहिँ हाम्रो बाबु पनि रेडी भइसकेको छ। मेरो बेबी होइन, मेरो बेबी पनि रेडी भइसकेको छिन्। के लाग्यो यहाँ छानु? अब मेरो बाबा पनि रेडी भइसक्नु भएको छ। ब्यागहरू पनि, बेबी ब्याग पनि रेडी भइसकेको छ। बेबीको डाइपर, बेबीको ड्रेस, बेबीको मिल्क, एभ्रिथिङ हियर। एन्ड दिस इज द ब्ल्याङ्केट फर बेबी। और हामीले चाहिँ यो बोफर लिएर जाने हो है। अनि यता चाहिँ अब यता टिकटक गर्न थालेको छ। यो नेचुरल मेकअप हेर्नुहोस्, नेचुरल मेकअप चल्किरहेको है। अनि यता चाहिँ अब मजा लाएर यो लास्ट स्टेप भइरहेको छ। यो चाहिँ मम्मी ल गाइज मेरो रुमको हालत पनि हेर्नुहोस् त। एक दिन बाहिर जाँदाखेरि रुम कस्तो हालत हुन्छ गाइज हेर्नुहोस् त। तर मैले झटारो खाने तयारीमा हो गाइज। अब ल हेर्नुहोस् फाइनली झटारो आयो। अनि दिस इज द बुहारी एन्ड भाइको रुम है। यिनीहरू पनि रेडी भएको छैन गाइज। मलाई त अत्ताउँदा म हैरान भइसकेँ। यिनीहरूलाई कति अत्ताम मैले है। अब फाइनली अब रेडी हो, भइहाल्यो। ओके रेडी भइसकेका छन्। अब यता पनि बाबा र टिकटक चलिरहेको छ गाइज। चलो सबैजना मम्मी बाबा खाए। हेलो हाय दिपा दिदी सन्चै हुनुहुन्छ नि? के गर्दै हुन्छ दिपा दिदी? चिया दुध दिँदै हो छोरोलाई? सामानहरू लोड गरेको नि लिगा। यति साइजमै हुन्छ सानै। ए घरमा यो जुनै मल्टिप्लाई मम्मीले त फेरि क्यामेरा मकैतिर त्यो सामान भन्नुहुन्छ होला अघि नै भन्नु न अहिले त राम्रो देखिनु हो नि त। गम्भीर हुनु। ल कुशल ज्वाइँ खोइ, गुड मर्निङ। म कता बस्ने हो? अघि बस्नु होला। पछाडि बस्नु न बाबा। अहिलेलाई यहाँ दुध आउँदैछु बाबुलाई, त्यही भएर भलुई आयौँ है हामी। भलुई यसै भलुई हो गाइस। एकदमै राम्रो ठाउँ बनिरहेको छ। लड्दै र पढ्दै अब यस्तो पछाडिदेखि डाइभर्सन बनाइरहेको छ। देखाउँछु कि गाइस हेर्नुहोस्। अब यहाँ क्यामेराका भोगीहरूले पछाडि देखाओ भने त यहाँ यसरी बस्नु भएको। कसरी बस्नु भएको? दुर्गा र कौशल। दुर्गा खाइ दुर्गा ल हाँसेको हाँसै गर्नु अगाडिबाट। अगाडि कता हो? ठिक छ हेर्नु न तपाईँले हेरेर तर आइछ। हेर्नुहोस् गाइस, दुर्गा आइछ।
ल केही बोल्दिनँ ल सब लजाउँछन् कि गाइस। यहाँ चाहिँ हाम्रो ड्राइभर दाइ हाम्रो भिनाजु है आजको हाम्रो विशेष अतिथि राम्रोसँग हामीलाई सकुशल पुऱ्याइदिनु होला। जहिले छोडिदिने अरे हेर्नु गाइस, यहाँ बाबालाई चिया खान मन लागेर बुटो लाएर बहिनीको घरमा पसेर अब चिया बनाउन भन्नुभएको छ। यस्तो पिकनिक हिँडेको कि होम भिजिट गर्न हिँडेको केही हत्तो पत्तो होइन। बाबा चिया पछि आयो हुन्न? मैले हेरिसक्यो त कचोटि हेरेर तुलसी हो बरु फर्स्ट तुलसीले हेरि अहिले अलि साइड गर्दैन त मैले रोक्नु म झरम कि हामी चाहिँ बहिनीको घर आएको है। यहाँ गाडी प्याक गरेर यो प्री फर्महरू अनि उताको तरकारीहरू चाहिँ हामी लोड गर्ने हो। यही हो हामी जाने गाडी चाहिँ। त्यही हो कि कस्तो चिया खान मन लाग्यो भनेर है बाबाले अन द स्पोट अनि फेरि बहिनीको घरमा बसेर चिया बनाउन लागिरहेछ। अनि अब फेरि सबैजना छिर्ने चिया खाने निस्कने गर्दा गाइस अहिले लिटरली हेर्नु कति बज्यो अरे भन्दाखेरि चाहिँ 9 बजिसक्यो कि गाइस। पिकनिक खाना हिँडेको अरे 9 बजिसक्यो है। अब कहिले गएर कहिले आउने थाहा पत्ता छैन। हेलो गाइस, हामी चाहिँ अब बुटोल कालिका नगरबाट हिँड्यौँ है। अब गएर फेरि एउटा मुर्गियाबाट बहिनी ज्वाइँलाई रिसिभ गर्ने हो। अनि त्यहाँदेखि जाने हामी कति मेबी पिकनिक स्पोट पुग्दासम्म त हामीलाई 11 बज्छ होला जस्तो लागिरहेको छ गाइस। सो हजुरहरू हामीले अपडेट दिइराख्छौँ, हजुरले कन्टिन्यू हेरिदिनु होला। ओए हुडिङ गरेर है। यो मुर्गियातिरको बाटो त ड्राइभरसँग गरेर यस्तो खच्चड बनाएको रहेछ कि है। लड्दै र पढ्दै जान पर्यो हामी। के होला तामुल नाइ थाहा पायो भने लहर्छु मैले। खुकुरी खुकुरी हो रोक्नु हजुरलाई अहिले। के होला यस्तो चिज गाइस, जुन चिज चाहिँ हाम्रो बाबाले पाउनुभयो भने चाहिँ पनिर पनि खानुहुन्न अरे यस्तो दिनुभएको छ। के चिज होला गाइस? हामी चाहिँ बर्मा चोक आइसक्यौँ। अब हाम्रो अझै 2 जना मेम्बर चाहिँ यहाँ लोड हुन बाँकी छ गाडीमा। उहाँहरूलाई लोड गरेर आइसक्नुहुन्छ। अब बाबु अहिले छोरो रली आएका दिनहरू छोरा खै नमस्कार। यही बात त यसो गरेर एकजना यहाँ आए हाम्रा लभली कपालहरू।
पार्ककै उसमा सामान बोक्दै हिँड्दै अब एउटा स्टल हामीले अब लिने हो। गजेडी तालसम्म चाहिँ हामी आइसकेको छौँ हो। अब चाहिँ हामी हिँडिरहेको छ, एउटा स्टल बुक गर्छौँ गाइज, त्यही हो। रमाइलो छ। यहाँ चाहिँ चिया कुरकुरे पाउँदो रहेछ। चिया कति हो नि सिस्टर? 30 रुपियाँ। ए भाइरल चिया हो? ए सेलरोटी कति हो त? ल अहिले पछि आउँछ भाइ भाइरल चिया सेलरोटी खान। ए ल ल, एक पिसलाई 10 रुपियाँ पकौडा त धेरै भाइरल भएन र? बिसको दुईटा धेरै खायो भने डिस्काउन्ट हुने होला। हाम्रो भान्जा अनि हाम्रो यहाँ चाहिँ जय साहब भर्सेस देवर डबल छैन ल। हाम्रो मम्मीले पनि स्पिकर टिकटक स्टिकहरू बोकेर आउनुभएको छ। बिमला किन खाली अब जाने दुरा खाइ त नि। ए दुरा पछाडि छिन न चाहिँ पिकनिक स्पोट खोज्दा 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 हैरान होइन। कमला त गमला बनेछ गाइस, यहाँको कमला। यहाँ यस्तो छ लेदो। अब हामी फाइनल्ली आइसक्यौँ स्पोटतिर। जै नभन्नु न, हामी जाम्ला। तिनीहरू पकाउन थाल्छन् के, हामी जाम्ला। तिनीहरूलाई पकाउन छोड्दिउँ। नानी आइयो गाइज हामी। हेलो साथीहरु, लिडमा यहाँ क्यामेरा देखाउनु। तर कति लिन्छ त्यो काजु दिल्ला माजेर लिएर गइन्छ यहाँ भाइ के हो त चाहिँदैन अनि त्यसै के हो त कालो त्यो धोइ हामी त त्यसो गरेर ल्याउँछ तपाईलाई के त ब्याग अहिले हेरौँ न है। ल कस्तो भयो होला यहाँ चाहिँ पूजा के काट्न लाग्यो? तिमीले के काट्न लाग्यो? यता बसेर यता बसेर चाहिँ बाबालाई पनिर पनि चाहिन्न भन्न चाहिँ त्यो चिज चाहिँ के रहेछ है? दाइ ताई त होइन, लगभग चाहिँ बाबालाई फेभरेट लाग्ने भनेको चाहिँ पनिर एन्ड च्याउ हो। अब हजुरले के हो? अब ओ चम्सुर होइन, मलाई पनिरै चाहियो भन्नुभयो होला। पनिरलाई जित्यो हजुर। हो रियली? एकदम रेली। चियाको डिमान्ड यही होला होला। के अरे दुईटा कडा भनेको चिया बनाउन भन्दै रे। दुईटा भेनाजुलाई ओ माइ गड, दुईटा भेनाजु रे। दुराको फेभरेट भेनाजु। काम गर्नु मलाई डर लाग्यो कि त्यसै बस्दा। के गर्दै हो अर्न? तोरी भुटी के हो? ए तोरी हो? ए मेरो भाइले चिया खानाइछिन्। हे प्रभु, बाबा के गर्नु हजुरले? के गर्नु फेरि चिया खाँदैछु। भाइ तिमीलाई पिरो भयो नि, मेरो भाइलाई पिरो भएछ। राज पराजुली महाराज धीराज की जय। हाम्रो भान्जा
अनि सम्बुज अहिले चाहिँ माछा धोइराख्नु भएको छ है माछा गाई माछा छोप्न जानुभयो पौडीमा लास्टै माछा फ्राई खान मन लागिरहेको थियो सो अब मजाले फ्राई गरेर चराम चराम दराम दराम भयो डढ्यो यार डढ्यो यो त क्यान्सल डढ्यो अर्को थाल ताप्छ तल राखिहाल्नु गाइस 12 बजे हामीले चिया नास्ता खाँदैछौँ 12 बजे चिया र टोस्ट खाँदैछौँ गाइस उसले चिया नखाने डोबेको मात्रै दे माछा फ्राई हुन लाग्यो है यहाँ चाहिँ पनिर अझै चाहिँ हामीलाई खानको लागि लिएर आहा गाइस ल यहाँ चाहिँ माछा फ्राई हुन लागिसक्यो कसो गरेर यसो गरेर लाग्ने मम्मी अरूको गीतमा नाच्न पर्यो डेग ल्याएर यता पनि भिडियो गराउँदै के भनेको कस्तो नाच्ने चाहिँ के अरे के कुन गीत अरे
हे सम्पत्तिको मलाई के तिर्छ लाउरे पारी पल्टनको जागिर छ तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाएको गुण मलाई के तिर्छ लाउरे पारी पल्टनको जागिर छ तारासँगै जुन बिर्स्यौ कि मायाले चलाइदिनु त मान्छेलाई कुन हालेको हो कलर गाजर हाल्नु र किन हालेको गाजर हजुर ल्याऊ नन्द कस्ती भाउजूले चिन्नी हो साथी जस्तै बनेर हिँड्ने हो नन्द कस्ती भाउजूले चिन्नी हो साथी मम्मी डुङ्गा चढ्न जाने होइन डुङ्गा चढ्ने गजडी तालको डुङ्गा चढेर जाने गजडी ताल मम्मी नैना ताल हो कि नैना ताल अरे गजडी ताल हैन खाजा खाएर त्यो तालमा डुबुर्की मारेको अरे के गजडी ताल त हाल्नु त मेरो क्युटी पाइ फेरि उयो उठिसक्यो गाइस मलाई दिन्छु अरे जाने दिनु भएन एउटा केस दि मैले नि एउटा सुन्तला पुऱ्याइदिनु भनेको बाबु आऊ जाने आऊ आऊ